आफ्नो अन्तर्वृत्ति, गट फिलिङ, अन्तरआत्माको आवाजले कुनै काम नगर्नु भन्छ भने नगर्नुहोस्। ठुलो समस्या या दुर्घटनाबाट बच्नुहुनेछ। सन् 1976 तिरको कुरा हो। एकजना 22 वर्षे ठिटो र एकजना 21 वर्षे ठिटी चाहिँ आफ्नो पहिलो डेटका लागि भेट्छन् र गाडी चढेर अमेरिकाको प्रोभो क्यान्यनतिर लाग्छन्। प्रोभो घाटीको जङ्गलभित्र केही समय बिताउने उनीहरूले योजना बनाएका थिए। पहिलो डेट जसरी अगाडि बढ्नुपर्ने त्यसरी नै बढ्दै थियो अनि साँझ ढल्किँदै जान थाल्यो। साँझ ढल्किँदै गएपछि उनीहरू दुवैजनालाई एक्कासी भित्रैबाट असुरक्षित महसुस हुन थाल्यो, डर लाग्न थाल्यो। उनीहरूलाई अन्तरआत्माको आवाजले जङ्गलबाट निस्किहाल्न सङ्केत दिन्छ। पहिलो डेट कस्तो हुन्छ सम्झनुहोस् त। उनीहरूलाई पनि एकअर्काको साथ छोड्न मन नलागेकाले 10 मिनेट बसौँ अब अनि जाउँला घरतिर भनेर सल्लाह गर्छन्। सल्लाह बमोजिम अगाडि बढ्दै गर्दा एक्कासी उनीहरूको अगाडिको झाडीबाट कोही मान्छे हिँडे जस्तो डरलाग्दो आवाज आउँछ र उनीहरू तर्सेर रुख पछाडि लुक्न जान्छन्। त्यही रुख पछाडि लुक्न गएका बेला केटालाई चाहिँ आफ्नो कुर्कुचाले पछाडि केही गिलो चिज किल्चे जस्तो लाग्छ। गट फिलिङ, अन्तरआत्माको आवाजले फेरि उनीहरूलाई जङ्गल बाहिर तुरुन्त निस्किन सङ्केत दिन्छ र उनीहरू पछाडि पनि नफर्किकन सिधै बाहिर निस्किन्छन् र घरतिर जान्छन्। अब जाउँ 10 वर्ष अगाडि सन् 1986 मा। यी दुई जोडीहरूले यस 10 वर्षबीच बिहे गरेर आफ्नो जिन्दगीलाई राम्रोसँग खुसी साथ अगाडि बढाइरहेका थिए। एक बेलुकी उनीहरू दुवैजनाले खाना खाइसकेपछि टिभीमा एउटा अन्तर्वार्ता हेर्न बस्छन्। एकजना क्राइम रिपोर्टरले मृत्युदण्ड पाएका बन्दीसँग अन्तर्वार्ता लिँदै थिए। अब ती रिपोर्टरले ती बन्दीलाई सोध्छन्, तपाईँ 1978 मा बल्ल पक्राउ पर्नुभयो, तर कुनै हत्यामा संलग्न हुँदाखेरि आज चाहिँ म फसेँ, आज चाहिँ पक्का पक्राउ पर्छु जस्तो लागेको छ। ती मृत्युदण्ड पाएका बन्दीले एकछिन सोध्छन् अनि जवाब दिन्छन्, छ, मैले प्रोभो क्यान्यनमा एउटा केटीलाई मारेको थिएँ र त्यसको लासलाई चाहिँ खाल्डोमा हाल्न लाँदै थिएँ। झ्याङको बीचबाट लासलाई घिसार्दै लाँदा चर्को आवाज आयो अनि अगाडिबाट आएका दुईजना जोडीहरू तर्सेर रुख पछाडि लुक्न गए र त्यो केटाले चाहिँ त्यही लासमाथि नै कुल्चियो। म त्यही झ्याङमा उनीहरूभन्दा करिब 1 फिट टाढा अँध्यारो बाटो उनीहरूलाई हेरिरहेको थिएँ। अब के गर्छन् त यिनीहरूले? 911 मा कल गर्न खोजे भने चाहिँ सिधै हमला गर्छु भन्ने सोचेको थिए, तर उनीहरू पछाडि पनि नफर्किकन सिधै दौडेर जङ्गल बाहिर निस्के र मलाई सजिलो भयो। मृत्युदण्ड पाएका ती बन्दी अमेरिकाका कुख्यात सिरियल किलर टेड बन्डी थिए। त्यसैले